नमस्कार, पीएचपी नेपालको अर्को एउटा विशेष श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म प्रिन्स पन कार्की। यति बेला संसद भवनभित्र रमाइलो चलिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो आन्दोलन जारी राखेको छ, आफ्नो विरोध जारी राखिरहेको छ भने अर्कोतर्फ सरकार रासोपा राप्रपा लगायतको प्रतिपक्षको जुन आन्दोलन छ, जुन विरोध छ, त्यसलाई पेलेरै चलिरहेको छ। संसद सुचारू छ तर प्रतिपक्षले आन्दोलन रोकेका छैनन्। प्रचण्डलाई हामीले केही समय यतादेखि नेपालका राम्रा नेताको छविमा अब गनिन सुरु गरे है, अथवा गनिन थाले है भनेर भनेका थियौँ। केही दिन अगाडिसम्म हामीले प्रचण्डको राम्रै गुणगान गाएका हौँ, किनभने प्रचण्डले पछिल्लो सरकार ढल्दै गर्दा पनि उनले केही त्यस्ता सिम्टम्सहरू देखाएका थिए नेपाली राजनीतिक आकाशमा कि ठुला भनिएका पार्टीका शीर्ष भनिएका नेताहरूबाट पनि पोजिटिभिटी सम्भव रहेछ है भन्ने चाहिँ उनले देखाएका थिए। त्यसकारणले हामीले उनको केही हदसम्म प्रशंसा गरेका थियौँ र केपी ओली अनि यतापट्टि शेरबहादुर देउबा जस्ता नेताहरूको सँग एउटै टोकरीमा राखेर हेर्न नमिल्ने नेताको रूपमा प्रचण्डलाई हामीले हेरेका थियौँ, अथवा उनको प्रचार प्रसार त्यो शैलीमा हामीले गरेका थियौँ। तर पछिल्लो जुन 2 बुँदे सम्झौता भनेर उनले दुईटा ठुला पार्टीसँग मिलेर अथवा सरकारसँग मिलेर अब गृहमन्त्रीको राजीनामा नै प्रमुख विषय नरहेको भन्दै मिल्न पुगेका छन्, त्यसपछि भने उनको चर्को आलोचना भइरहेको छ र अहिले हामीले उनका बारेमा बोल्दाखेरि पनि केही सचेत भएर बोल्नुपर्ने अवस्था आएको छ। प्रचण्डलाई हामीले पछिल्लो समय नेकपा माओवादी केन्द्र र प्रचण्ड यी आफैमा सुध्रिँदै गएका नेताहरू जसले चाहिँ, अथवा पार्टी पनि जसले चाहिँ जनताहरूको घर दैलोमा गएर उनीहरूका समस्याहरू बुझ्ने प्रयत्न गरिरहेको छ र जे समस्याहरू छन् तिनीहरूलाई नै मुख्य बुँदा बनाएर तिनीहरूलाई हल गर्ने विभिन्न एजेन्डा बनाएर 2084मा हुने अर्को निर्वाचनमा यसरी उम्मिदैछ नेकपा माओवादी केन्द्र भनेर हामीले धेरै पटक यस्तै किसिमले प्रचार प्रसार पनि गर्यौं, प्रचण्डका बारेमा प्रशंसा पनि गर्यौं। तर अहिले फेरि यति बेला प्रचण्डको बारेमा ती गरेका जति पनि विशेष प्रशंसाहरू थिए, बोलिएका ती विशेष लाइनहरू थिए, ती मिथ्या थिए, ती झुट थिए कि जस्तो भान अहिले फेरि हामीलाई हुन थालेको छ। 3वटा शीर्ष पार्टीहरू, 3वटा ठुला पार्टीहरू र यसभित्र रहेका जति पनि नेताहरू छन् यी कहिल्यै पनि सुध्रिन सक्दैनन् भन्ने एउटा दरिलो एक्जाम्पल प्रचण्डले फेरि सेट गरिदिएका छन्। यतापट्टि प्रधानमन्त्री केपी शर्मा ओली र यो देशको सबैभन्दा ठुलो पार्टीका सभापति शेरबहादुर देउबा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा त कहिल्यै पनि सुध्रिन सक्दैनन्। यी 2 नेता मात्रै होइन, यी 2 नेताले चलाएका पार्टीहरू जुन कम्पनी जस्ता देखिन्छन् ती पार्टीहरू र त्यसमा आबद्ध भएका प्रत्येक नेताहरू जीवनमा कहिल्यै सुध्रिन सक्दैनन् भन्ने कुरा त यिनीहरूले परिमार्जित गरेर जीवनमा कहिल्यै पनि सुध्रिन सक्दैनन् भन्ने कुरा त यिनीहरूले एक हिसाबले परिभाषितै गरिदिए अथवा प्रमाणितै गरिदिएका छन्। प्रचण्ड अलिकति फरक देखिए है भनेर हामीले भनेका थियौँ, तर प्रचण्ड पनि फेरि तिनै हुन् भन्ने कुरा हामीले यो भिडियो बनाउँदै गर्दा, यस्ता किसिमका भिडियोहरू बनाउँदै गर्दा, प्रचण्डको बारेमा विभिन्न समयमा प्रशंसा गर्दै गर्दा उनी सुध्रिँदै छन्, उनको पार्टी सुध्रिने बाटोमा छ, जनताको बीचमा गएको छ, त्यसकारणले पनि प्रचण्ड सुध्रिँदैछन्, यो पार्टी नेकपा माओवादी केन्द्र सुध्रिँदैछ भनेर पटक पटक भन्दै गर्दा पनि हामी स्वयंलाई यो प्रचण्ड भन्ने मान्छे र यो पार्टी कहिल्यै पनि सुध्रिन सक्दैन, त्यसकारणले अहिले नै हतार नगरौँ उनका बारेमा राम्रा बोल्नको लागि। उनी सुध्रन्छन्, उनी सही ठाउँमा आउँछन्, जनताका मुद्दाहरू उठाउँछन्, उनीहरूका दुःख पीडाका के छन् कथाहरू तिनीहरूलाई जस्ताको तस्तै उठाएर अर्को चुनावमा उभिन्छन् र ती जनताको लागि लड्छन् भनेर भन्नलाई अलि हतार भयो है, नभनौँ यसरी अगाडि नबढौँ भनेर धेरैजनाले सम्झाउनु भएको थियो। हामी मानेनौँ, किनभने पछिल्लो सरकार ढल्दै गर्दाखेरि जुन किसिमका लक्षणहरू प्रचण्डले देखाएका थिए अथवा जुन किसिमका लक्षणहरू प्रचण्ड र प्रचण्डको पार्टीमा रहेका नेताहरूले देखाइरहेका थिए त्यसले कहीँ न कहीँ हामीलाई त्यहाँसम्म पुग्न बाध्य बनायो। त्यस्ता शब्दहरू र ती लाइनहरू प्रचण्ड र उनका पार्टीका बारेमा बोल्न बाध्य बनायो। तर अहिले ती व्यक्तिहरू जसले हामीलाई सम्झाइरहेका थिए कि हतार हुँदैछ, छिटो भइरहेको छ, हतार गर्नु हुँदैन, यी कहिल्यै पनि सुध्रन सक्दैनन् भनेर सम्झाइरहेका थिए, उनीहरू सही भए र हामी फेरि एकपटक गलत साबित भयौँ। प्रचण्ड त्यही खेमामा गएर पल्टिएका छन्। अब 3वटा ठुला दल र 3 जना ठुला पार्टीका
प्रमुख नेताहरू एउटै बेडमा सुतेर विभिन्न किसिमका प्रचारबाजीहरू गरिरहेका छन्। कहिले एउटाकोले अर्कोलाई तथानाम गाली गर्ने, कहिले उसले फेरि अर्कोको पालो आउँछ त्यसरी एकअर्कालाई तथानाम गाली गर्ने यो प्रवृत्ति उनीहरूले जनतालाई बाहिरबाट देखाउनको लागि मात्रै गरिरहेका छन्। भित्र यिनीहरू जहिले पनि एउटै नै थिए भन्ने कुराहरू बाहिर आइरहेका छन्। सामाजिक सञ्जाल हेरिरहनु भएको छ भने त्यसमा विभिन्न किसिमका ट्रोलहरू आइरहेका छन्, मेमहरू बनिरहेका छन् कि एउटै सर्पको 3वटा टाउका देखाइएको छ र यी त्यस्ता नागहरू हुन्, कहिल्यै पनि सुध्रिन सक्दैनन्, शरीर एउटै हो टाउका मात्रै 3टा छन् भनेर पनि यस्ता किसिमका मेमहरू बनिरहेका छन्, यस्ता किसिमका चाहिँ ट्रोलहरू बनिरहेका छन्। र झट्टै हेर्दाखेरि त्यो देखिन्छ पनि। अहिले प्रचण्डले आफूलाई त्यही ठाउँमा लगेर साबित गरिदिए। रासोपाको आन्दोलन जारी छ, उनीहरू नाराबाजी गरिरहेका छन्, तर रासोपा स्वयंलाई नेपाली कङ्ग्रेस र नेकपा एमालेका सांसदहरू जसलाई म के बोल्दैछु भन्ने पनि थाहा छैन, उनीहरू भनिरहेका छन् कि नैतिकताको पाठ रासोपाले सिकाउन मिल्दैन। अब यो भनिरहेको कसले छ भन्ने कुरा हेर्दै गर्दा सुन्दै गर्दा फेरि हामीलाई अचम्म लाग्छ। ती व्यक्तिहरूले पाठ पढाइरहेका छन् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई कि तिमीहरूले नैतिकताको पाठ पढाउन मिल्दैन। यो भनिरहेका जो मान्छेहरू हेर्दैछौँ हामी, तिनीहरूलाई हेर्दा अचम्म लाग्न सक्छ। त्यस्ता व्यक्तिहरूले भनिरहेका छन् जसको कुनै पनि किसिमको आफ्नो ओन आइडेन्टिटी छँदै छैन, जसलाई कसैले पनि अहिलेसम्म सही हिसाबले भन्यो भने चिनेको पनि छैन। त्यस्ता मान्छेहरू अगाडि माइक लिएर चिच्याइरहेका छन्। आफू के बोल्दैछु थाहा पनि छैन, किन बोल्दैछु थाहा पनि छैन, कसको इसारामा बोल्दैछु मात्रै त्यति थाहा छ र यो मैले बोलेका कुराले कसलाई फाइदा पुग्छ भन्नेसम्म पनि यिनीहरूलाई थाहा छैन। तिनीहरू चिच्याइरहेका छन् संसद भवनभित्र माइक ठड्याएर कि राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतकाहरूले हामीलाई नैतिकताको पाठ नपढाएकै राम्रो। रासोपाको कुरा गर्दै गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र त्यस्ता मान्छेहरू छन्, कोही वकिल छन्, न्यायमा अथवा कानुनको अब्बल व्यक्तित्वहरू छन्, कोही डक्टरहरू छन् जो फर्मल रूपमा डक्टरी पढेर डक्टर नै बनेर आएकाहरू छन्, जो अर्थशास्त्री बनेर डक्टर बनेकाहरू छन्, पिएचडी गरेर डक्टर बनेकाहरू छन्, कोही त्यसमा विभिन्न किसिमका अन्य प्लेटफर्महरूबाट आएका छन् र सबै एजुकेटेड छन्, वेल एजुकेटेडहरू छन्, सबै यङ छन्, वेल एजुकेटेड छन् र एक पटक कम्तीमा यो पार्टीले बहुमत प्राप्त गर्यो भने केही न केही गरेर देखाउन सक्छ भन्ने देखाउन सक्ने अथवा त्यो क्षमता, त्यो ल्याकत राख्न सक्ने व्यक्तिहरूको एउटा ठुलो दरिलो उपस्थिति भएको पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी। कम्तीमा यति चाहिँ मैले यो ठाउँमा बसेर भन्न मिल्छ जस्तो लाग्छ, किनभने हामी सहीलाई सही भन्न कहिल्यै पनि छोड्दैनौँ र गलतलाई सही कहिल्यै पनि भन्दैनौँ। यति त अब त कमसेकम यहाँहरूलाई पनि थाहा छ। यसो भन्दै गर्दाखेरि मैले यो कुरा जोडेको किनभने ती व्यक्तिहरूले नैतिकताको पाठ राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीभित्र भएका त्यस्ता व्यक्तिहरूमाथि लगाइरहेका छन्, त्यस्ता आरोप लगाइरहेका छन् र रिक्वेस्ट गरिरहेका छन् कि तपाईँहरूले हामीलाई नैतिकताको पाठ नपढाउनुहोस्। त्यस्ता मान्छेले भनिरहेका छन् जसको एजुकेसन ब्याकग्राउन्ड हेर्ने भने 0मा छ। त्यस्ता व्यक्तिहरूले भनिरहेका छन् जसलाई म के बोल्दैछु, किन बोल्दैछु, के का लागि बोल्दैछु, मैले बोलेका कुराले कसलाई फाइदा हुन्छ भन्नेसम्म पनि थाहा छैन। तिनीहरूले त्यस्ता वेल एजुकेटेड मान्छेहरू र त्यो मान्छेहरू आबद्ध रहेको त्यो पार्टीलाई नैतिकताको पाठ पढाइरहेका छन्। योभन्दा ठुलो हास्यास्पद कुराहरू, योभन्दा ठुलो कमेडीको विषय अर्को के हुन सक्छ? यो भिडियो हेर्दै गर्दा तपाईँलाई के लाग्यो? पिएचपी नेपालमा आएका प्रत्येक भिडियोहरू केही न केही विशेष हुन्छन् भन्ने कुरा चाहिँ म यहाँहरूलाई फेरि पनि आग्रह गर्न चाहन्छु, किनभने हामीले बनाएका कुनै पनि भिडियोले सहीलाई गलत र गलतलाई सही भन्दैन। यतिमा चाहिँ हामी एकदमै 100मा 100% ढुक्क छौँ र तपाईँहरूले हेर्दै गर्दा यदि तपाईँ अन्य कुनै पार्टीबाट हुनुहुन्छ जुन पार्टीले चाहिँ न्याय मार्न खोजिरहेको छ, सत्यलाई लुकाउन खोजिरहेको छ र असत्यको बाटो रोजिरहेको छ, त्यस्ता पार्टीहरूबाट हुनुहुन्छ अथवा त्यस्ता व्यक्तित्वको नजिकबाट हुनुहुन्छ भने तपाईँलाई हामीले बनाएको भिडियो कहिल्यै पनि मन पर्दैन। यो मैले पहिला पनि भनेको छु। तर जो साँच्चीकै यो देश, यो देशको माटो, यो देशका नागरिक, यो देशको समग्र विकासको हितमा अथवा त्यसको पक्षमा हुनुहुन्छ भने मैले बनाएका बिगिनिङदेखि आजसम्मका प्रत्येक भिडियो तपाईँलाई मनपर्छ। यो चाहिँ म एकदमै यहाँहरू समक्ष निर्धक्क भएर भन्न सक्छु। तपाईँको दिमागमा के लागेको छ जस्ताको तस्तै कमेन्ट गर्नुहोस् र अर्को पटक फेरि यस्तै विशेष विषयवस्तुको साथ म प्रिन्सिपल कार्की यहाँहरू समक्ष उपस्थित हुनेछु। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नको लागि र आएका भिडियोमा तपाईँलाई लागेका विचार कमेन्ट गर्नको लागि अनुरोध गर्दै बिदा हुन्छु। नमस्ते।